हेलो गाइस नमस्ते सबैजनालाई म भन्छु कि मिस्टर पन्थी मलाई यत्तिकै ऱ्यान्डम हिँड्दा भ्लग बनाउन मन लाग्यो अरू केही पनि होइन एउटा चतुर बस्यो नि मेरो साइडमा इन्फ्लुएन्स बाई मी भन्न सक्दिनँ म इन्फ्लुएन्स बाई मी किन भन्नु के मैले जब कि त्यो म निशब्द छु म केही मलाई मोटिभेट यत्तिकै हिँड्ने भ्लग बनाउन मन लाग्यो यहाँ हेर न यो मौसम देखेर मलाई के गर्न मन लाग्छ होला के यो मौसम हेर न त्यो युके बसिरहेछ भने भाइ यत्तिको मौसमको चाहिँ नि तैँले आँखा तर यस्तो खै यता हेर त यता हेर त त्यो चस्माले त देखिन्न त यो मौसमको भ्यू यहाँ हेर त के गर्ने नेपालमा बसेर घाम खाँदै होला तिमीहरू म त होइन नि नेपालबाट हो म त अलिकति है नेपाली भन्दा दौरा सुरुवाल लाएर बसेर चाकल माडी लाएर बसेर हेर्ने चाहिँ भने होइन केही शब्द दिनुहोस् न दादा मामा 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 भन्नुहोस् न प्लिज कस्तो भन्नुहोस् र भन्दा भन्नुहोस् न पक्नुहोस् त पक्नुहोस् एकैछिन ल अरे आयो त एक दुई सर त आयो त पक्नुहोस् त पक्नुहोस् तर आयो आफ्नै पारा छ दुस्रोमा नि पारा छ एकछिनमा भेट्छ अब एकछिनमा ओपन गर्छु त्यहाँ चाहिँ नजारा वाइल्ड छ लाइक इस्टर्न बक के अरे नाम इस्बास्टन अलिकति हार्ड नभएको जिरो लतपत गर्छ त्यही हो इस्बास्टन रिजर्भेसन्समा के भन्छ ए ड्याम जाँदैछौँ म त बोल्न आएन ड्याम जाँदैछौँ हामी आज पानी सम्हालेर राख्नुको भन्छ त्यस्तै छ अब है यता हेरेर काटे ल हामी अलि अगाडिको स्टप झरौँ है त जिरोमा खिचौँ मलाई के याद आयो भनेको होइन लुम्बिनी घरबाट नजिकै लुम्बिनी त गोल्डन टेम्पल त्यो वाला के मैले त उसको त यसको अगाडि उसको उस पनि खिच्दैछ नि त फोटो पनि खिच्दैछ नि त अनि यस्तै हो है गाइस अब चाहिँ खस्दै गरेको क्या मामा लिन जान्थ्यो नि है के मोबाइल म जान्थेन मलाई छोडिदिन्छु भ्लग बनाइरहेको छु कमसे भ्लगमा त मम्मी ड्याडी त नबना कमसे कम मम्मी ड्याडी नबना भनेको ए लिन नभनेको खसी किन्छ नि त्यहाँ अब सकियो त फोन बिग्रिन्छ 400 लाग्छ बनाउन अनि 400 त्यसो भए तिमीले नयाँ किनिदिन्छौ हो त्यो चाहिँ बरु भन्न मिल्छ ओए अरे किनिदिन्छौ फाला किनिदिन्छ यस्तै हो क्या सो गाइज अब चाहिँ यस्तै हो है यस्तो दामी नजरियालाई होइन बाई बाई भन्ने बेला आइसकेको छ के फिल्म आएको थियो नि के भन्न थाल्यो त भुलेँ म अब भ्याइयो फेरि पनि कहिले काहीँ अब मन भएछ भने चाहिँ आउँछु मुड चलेछ नि भिडियो बनाउँछु यही पनि आउँछ कि आफ्नो थाहा छैन मलाई आउँछ भन्छ बाई भन अझै भएकै होइन भाइ त्यत्तिको भएर चाहिँ त्यत्तिकै हिँड्न चाहिँ मान्छे तिमी हो मामे भ्लग बनाएर त्यस्तो नबोले म मारिदिन्छु ल केटा यति हो होइन केटाकेटी सबै दाजुभाइ दिदी बहिनी मम्मी बाबा बुवा आमा हजुरबा हजुरआमा अब नाति नातिना अब सबैजनालाई फुपू सुपू दिदी भन्छु म फुपू भन्दैन त्यही हो ल बाई बाई है यहाँबाट चाहिँ टाटा भन्छु सो त्यही हो इफ मुड चलेछ भने राम्रो लागेछ भने हेर्नु होला भ्लग नचले नि हेर्दे सबैले अरू थाहा छैन मलाई हेर्नै परो भ्लग चाहिँ अरू केही भन्दिनँ म ल बाई 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 गरिदियो मेरो क्यामेरामा हानिदियो
गाइस है यस्तै छ यहाँ है लाइक एकदमै राम्रो ठाउँ लाग्यो मलाई चाहिँ हेर न यो नजरिया कहीँ पाउँछ त भने किनेर नि पाउँदैन जस्तो भने त्यस्तै यता लेक यता क्याम्पिङ गरिरहेछ है उता चाहिँ जस्ट अनि यो चाहिँ लाइक वकिङ हल्का होइन तर ठाउँ चाहिँ एकदमै दामी छ के नाम अरे इज बास्टन पार्क रिजर्भेसन होइन कि होइन रिजर्भ त के भन्छ हौ त पानी त्यो ड्याम रनमतीको तर पानी सँगालेर राख्यो यहाँ है त्यही हो यस्तो राम्रो छ अब म चाहिँ यहाँ बस्थेँ उनीसँग तर के गर्ने उनी छैनिन् मामे मलाई उनी चाहियो प्लिज मामे मामे देख कस्तो इरिटेसन मामे 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 कपडा नलागिकन बोला कि जति भन्ने बोला कि मामे त्यहाँ उ छ खतरा ठाउँ हेर्न हिँड्नु मलाई डिस्ट्र्याक्ट लास्टमा भ्लग उसै नगरे क्या तर इट्स नाइस यार है यतिको गरेर बस्न पाउने है मामे तिम्रो सेल्टर आइसक्यो के भन्छ त्यो कुकुरको घरलाई ऊ हेर त कस्तो बिचरा टिट लाग्दो छन् नि मेरो मामे त तिमीहरू युके छ भने तिमीहरूले भ्लग गराइरहेछ भने एकदमै राम्रो गरिरहेछ किनकि यो चिसोमा है हात ठिराउने चिसोमा मोबाइल भन्दा पनि हात बाहिर निकाल्नु नै अलिकति च्यालेन्ज लाग्छ मलाई चाहिँ है यो हात जमेर होइन यो हात हेर कि तिमीहरूले हेर त यो खक्रा कुकुरकै भयो अलिकति एकैछिन यत्तिकै छोप्यो भने नि म फाइदा नै छ फेरि जमेर यस्ताको यस्तै हुन्छ हात है तर होइन मामे के भन्छ तिमी तर च्यालेन्जिङ पोइन्ट चाहिँ यही नै हो जस्तो लाग्छ एकदमै त्यो चिसो मान्छेसँग त यसै नि त बोल्नै नसक्नेहरू त केही पनि भन्न सक्दिनँ म तिनीहरूलाई है यसरी थुक्न चाहिँ पाउँदैन जता पनि नथुके तिमीहरू आयो भने लाइक यसरी हेर त त्यो भिडियो बनाइदिन्छ भनेर हो सब थाहा मलाई त अलिकति होइन अलिकति त के लिन खोज्छन् नि त्यस्तै हो त्यही हो है लाग एकदमै च्यालेन्जिङ छ यो चाहिँ होइन तर रेकर्ड भएछ किन नभन्नु तिम्रो त चारवटा आँखाले देखेन कि क्या हो यता त फेरि यस्तो छ दगुर दगुर दगार दुगुर होइन अनि फेरि चिसो एकदम च्यालेन्जिङ लाग्छ किनकि लास्ट चिसो छ नि त त्यस्तै छ त्यही हो यहाँबाट आउनु त्यसो भए त यहाँ बच्चा छ क्या त्यहाँ उभिन्छ क्या म बाबा यस्तो ढ्याप हान न यस्तो छ क्या यहाँ चाहिँ अब यस्तो छोडेर कसैलाई जान चाहिँ मन लाग्छ त भने हेर न यत्तिको छोडेर कोही जान्छ भने यत्तिको छोडेर जान चाहिँ सक्दैन नि त यहाँ चाहिँ लास्टै खासमा भन्नुपर्दा चाहिँ लास्ट चिसो हो क्या ओभर चिसो त्यो सकिँदैन क्या भ्लग नै गर्न अलिकति त्यो हुन्छ नि हातै झर्ला जस्तो गरेर चिसो हुन्छ सकिँदैन अनि त्यस्तै छ के भनौँ माया त झ्यालाइसक्यो मामे हाइमा आएर भ्लग बनाएको के गरेको जस्तो लागिसक्यो लास्ट चाँडो भइसक्यो ल त राखिदियो एउटा कुरा भन्न मन लाग्यो मलाई नेपालमा भएको भए चाहिँ मामे यहाँ आउन नेपालमा भएको यो है यतिखेर हाँसको छैला भइसक्थ्यो मेरो अगाडि अहिले जिउ गनाउँदै बस्यो यसले सक्छ कहाँ होइन नि पालेको यिनीहरू छाडा हो गाउँको कात्तिके कुकुरहरू हाम्रो गाउँमा कात्तिके कुकुर हुन्छ नि त्यो तिमी हो होइन त्यस्तै भन्न खोजेको खासमा भन्न खोजेको मामे है यो गाउँको कात्तिके कुकुरहरू नेपालमा कुकुरहरू हुन्छ है
एउटा कुकुर युके आइसके खानु होइन तर घर भन्थ्यो नि एउटा कुकुर युके आएर इङ्ग्लिस बोल्न थालिसक्यो केटाहरू अब अर्को होइन यिनीहरू त्यही खासमा भन्नुपर्दा चाहिँ लाइक नेपालमा जसरी कुकुर छाडा हुन्छ नि यिनीहरू पनि यहाँ हाँस त्यत्तिकै हुन्छ क्या लाइक त्यसको उसै गर्नु पर्दैन तिम्रो लिङ्क मेरो भिडियोमा हुन्छ म पनि राखिदिन्छु त्यस्तो केही पनि छैन मलाई राख्नलाई चाहिँ म राखिदिन्छु तर मेरो भिडियो जान्छ किन भन्ने कुरा हो मेबी म खै म यत्तिकै मुडी हो लास्ट मुडी छु लाइक म हाल्दिन नि सक्छु यो हेर न डिस्टर्ब होइन कि छ्या तिमी डिमोटिभेट भइरहेको छ मैले डिमोटिभेट गर्छु भनेर आएको थिएँ खासमा चाहिँ देख्यो म लाइक सक्सेसफुल भइसकेँ म चाहिँ केही एक्टिभिटी गर्नु मन छैन तिमीलाई टिकटक कुनमा त अब लैजा फेरिमा होला होइन नि त यो मान्छे यति नराम्रोसँग डिमोटिभेट भयो आज मैले भन्न नि सक्दिनँ यो मान्छे कतिको डिमोटिभेट जस्तो लाग्यो हाल्छु त हाल नि त अनि गर नि त भिडियो म तिमीलाई डिस्टर्ब थोडी न गरेको छु र तिमी डिमोटिभेट कतिको भइरहेछ मलाई देखेन भने कुकुरले आफ्नो भाषा आफै बुझ्छ भनेको मैले भनेको थिएँ नि मैले नभन्दै भनेको हो कि होइन तिमीलाई मामे के अरे एउटा कुकुर युके आएर इङ्ग्लिस बोल्न थाल्यो भनेर हो कि होइन ल दगुरामा भिडियो हालिन्छ दगुरा के सर लाएर हान्थ्यो घुमेर यस्तो मजा आइरह पिस हल्का मान्छे जगिङ गरेर अन्त उयो परेर उडाउँछु भने चाहिँ बच्चा बसन्तपुरमा थाहा तिमीलाई तिम्रो भन्दा मेरोबाट राम्रो आयो तिम्रो 0.5बाट नाइस यार यो त के भइरहेको थाहा कुकुरले चरा छोपे जस्तो लास्ट है यो त अति तिम्रो लास्ट सो भयो क्या तिमी एउटा साइड होइन तर के अरे यो घर नजिक हुन्छ नि घर नजिक बस्दा टक्क